हेलो नमस्ते हजुरहरूलाई। आज चाहिँ म रेनो रिसोर्टको पछाडिपट्टिको भागमा जाँदैछु। हेर्नुहोस् यो बिस्तारै यसमा ढुङ्गासुङ्गा लाग्छ। आज म यहाँ पछाडिपट्टि भागमा के बन्दैछ हजुरलाई देखाउनु चाहिँ। घाम लागेको छ आज बिहान बिहानै, नभए अरू बेला यहाँ पुरै ढकमक्क हुन्थ्यो। यहाँनिर तपाईँको 5 बजेदेखि पछाडि मयुरहरू स्यालहरू देख्न सकिन्छ। यो चाहिँ हाम्रो गेट पछाडिको भाग हो। यसमा हाम्रो बन्दैछ एउटा ब्याङ्क्वेट हल मन्दिर। अहिले चाहिँ हामी यो जङ्गलको पछाडिपट्टि भागमा आइरहेका छौँ। बाटो धेरै लामो छ। यहाँ हेर्नुहोस् कोइलहरू पनि कराएको, चराहरू पनि कराएको सुन्न सकिन्छ। म चाहिँ जाँदैछु हाम्रो पछाडि ब्याङ्क्वेट हलतिर। अहिले पुरै निर्माण भइसकेको छैन, तर बन्दैछ त्यो। साथीहरू काम पनि गर्दै होला। यहाँ चाहिँ बिहान पुरै ढकमक्क हुन्छ, जङ्गलहरू केही देखिँदैन। जाडो महिनामा अलिक गाह्रो छ। गरिब महिनामा चाहिँ उपयुक्त ठाउँ हो यो। यसको पछाडि नदी छ, राप्ती नदी। हेर्नुहोस् तपाईँको त्यहाँ ट्रस्ट बिल्डिङ बन्दैछ फलामको। आगो बाल्दै काम गरेको छैन, हेर्नुहोस् धुवा उडेको देखिन्छ। यो चाहिँ हाम्रो ब्याङ्क्वेट हल। यो चाहिँ अगाडि बिल्डिङ हो। हामी यहाँनिर काम गर्दैछौँ, अहिले यो बनेको छैन। यो चाहिँ अगाडिपट्टिको फर्स्ट बिल्डिङहरू हो। यहाँ चाहिँ हामी रेन्टमा लिएर बस्न सकिन्छ। यस्तो बिल्डिङ यहाँ 5 वटा छ। यो चाहिँ भित्रको कोठाहरू भयो।
यहाँ टोइलेट, यहाँ हाम्रो रुम भइहाल्यो। यहाँ बन्न बाँकी नै छ, बन्दैछ। यहाँ डबल टोइलेट, इन्टेरियर डिजाइनहरू हुँदैछ हेर्नुहोस्। यो चाहिँ हाम्रो ट्रस्टमा लाग्ने फर्म, यसको बारेमा म जानकारी दिनु अहिले हजुरहरूलाई।